हाई गाइज, आजको यो भिडियोमा हामी स्कोप हेर्नेछौँ। अहिलेलाई मैले यहाँ के गरेको छ भने नि सिम्पली एउटा index.html भन्ने फाइल बनाएको छ। त्यसै गरी script.js भन्ने फाइल पनि बनाएको छ। यदि मैले तपाईहरुलाई script.js भन्ने फाइल हेराए भने यहाँ के पनि छैन है त, खाली छ। एन्ड मैले यो फाइललाई यहाँ लिंक गराएको छ है त, यसरी सी। त्यसै गरी मैले यो index.html लाई गोलाई पनि गरिसकेको छ। आउटपुट हेर्ने हो भने यस्तो छ है त। अब यो भिडियोमा हामी स्कोप हेर्नेछौँ है। स्कोप के हो त? स्कोप के हो भने नि बेसिकली कुन भेरिएबल कुन ठाउँसम्म प्रेजेन्ट छ एन्ड हामी कुन भेरिएबललाई हैन कुन ठाउँसम्म एक्सेस गर्न सक्छौं भन्ने कुरा हो है त। अब म त्यो सब हेराउनलाई म के गर्छु भने यहाँ एउटा भेरिएबल बनाउँछु है त। लेट युजर नेम भनेर दिन्छु हैन। युजर नेम भनेर दिन्छु सतीश। त्यसै गरी अझै एउटा बनाउँछु है त। लेट युजर रोल भनेर, यसको रोल हो युजर है त। एन्ड ओके आई युजर भएछ, युजर दिन्छु। त्यसै गरी म भ्यार युज गरेर बनाउँछु है त। भ्यार हैन एज इक्वल टु 25 एन्ड अझै एउटा फंक्सन पनि बनाइहाल्छु है त। फंक्सन सम हैन। सम त्यहाँदेखि म यहाँ लेट ए इक्वल टु 10 एन्ड लेट बी इक्वल टु 10 दिए है त। त्यसै गरी म यहाँ console.log गराउँछु a प्लस b एन्ड म यहाँ यसरी समलाई पनि यसरी एकचोटी कल गरिदिहाल्छु। त्यहाँदेखि म यहाँ console.log लगाउँछु है त, एउटा प्रोग्राम इन्डेड भनेर है त। अब यो प्रोग्रामको हैन आउटपुट के आउँछ त? यहाँ मैले सम कल गरेको छ त, यहाँ 20 आउँछ। त्यहाँदेखि प्रोग्राम इन्डेड है त। यता आएर हेरौँ हैन, राइट क्लिक गरेर मैले इन्स्पेक्टमा क्लिक गरे है त। त्यहाँदेखि कन्सोलमा आएपछि 20 र प्रोग्राम इन्डेड भनेर आयो है त। अब त्यसै गरी मैले यहाँ हैन console.log हैन युजर नेम गरे भने के आउँछ गाइस है? के आउँछ? 20 आउँछ। त्यहाँदेखि युजर नेम के छ? सतीश छ, सतीश आउँछ। त्यहाँदेखि प्रोग्राम इन्डेड आउँछ है त। सी 20 सतीश, त्यहाँदेखि प्रोग्राम इन्डेड है त। अब मैले हैन यहाँ console.log हैन युजर नेम गरे भने के आउँछ गाइज? अहिलेलाई म यसलाई हटाइदिन्छु है। हटाउँदिन गाइज, कमेन्ट गरिदिन्छु, हटाइ नै दिन्छु। एकछिनमा अहिले राखौँला हैन। मैले यहाँ console.log गरे है त। सी अब के आउँछ यसको आउटपुट? सतीश आउँछ, त्यहाँदेखि 20, त्यहाँदेखि प्रोग्राम इन्डेड। सतीश 20 प्रोग्राम इन्डेड हैन। अब मैले हैन यो जुन यहाँ ए छ नि हैन, ए लाई मैले हैन यो फंक्सन भन्दा हैन, यो छ नि यो फंक्सन, ल मैले यो फंक्सन भन्दा बाहिर एक्सेस गर्नु खोजे भने के हुन्छ? ल मैले यहाँ हैन console.log हैन ए गरे है त। अब मैले सेभ गरे है। अब यसको आउटपुट के आउँछ त? यसको आउटपुट एरर आउँछ है गाइज। एन्ड हाम्रो प्रोग्राममा एरर आउने बित्तिकै है त्यसको तलको कोडहरु रन हुँदैन है। सी के आयो? अनकाउट रेफरेन्स एरर, ए इज नट डिफाइन्ड है त। अब यहाँ एरर आयो त भयो के है त? के भयो नि बेसिकली यो जुन ए छ नि गाइज है, ए को स्कोप हैन यो फंक्सन लेभलसम्म मात्र छ है त। एन्ड यो जुन छ नि जति पनि हामीले भेरिएबल यहाँ माथि डिक्लेयर गरेको छौं नि त यिनीहरु ग्लोबल लेभलमा छ है त। मैले यहाँ हैन डिबगर लगाइदिए है त। अहिलेलाई म यसलाई हटाइदिए हैन, सेभ गरे। सी अब हाम्रो प्रोग्राम के भयो? एक्जिक्युसन फेजमा आएर रोकियो है त। सी हामीले यो जति पनि यो लेट युज गरेको थियौं नि हैन, गरेको छौं है। लेट र कन्स्ट युज गरेर हैन हामी जुनसुकै भेरिएबल फंक्सनहरु डिफाइन गर्यौं भने त्यो सबै स्क्रिप्ट स्कोपमा जान्छ है त। सी यहाँ स्क्रिप्ट स्कोपमा के छ त? युजर नेम छ, युजर रोल छ। अब ग्लोबलमा के आउँछ गाइस? एज आउँछ, त्यहाँदेखि सम भन्ने फंक्सन पनि आउँछ है त। सी मैले यहाँ तल हैन सम हेराइदिए भने सी कहाँ गयो गाइस हाम्रो सम? मैले के डिफाइन गरेको छ? सम। ओके SUM है त। यहाँ हेरौँ है, हामी सम भन्ने फंक्सनलाई खोजौं। सेल्फ ओके यहाँ सी सम भन्ने फंक्सन पनि हाम्रो मेमोरीमा आइसक्यो है त, ग्लोबल स्कोपमा आइसक्यो। त अब यो कसरी हुन्छ भने नि गाइज,
एन्ड म हेरोस् है एक्सक्याली ड्रमा गरेर हेरोस् है त सी सुरुमा हाम्रो के हुन्छ भने गाइस है यहाँ त ग्लोबल स्कोप हुन्छ हैन यसरी म यहाँ लेखिदिए ग्लोबल स्कोप हैन ग्लोबल स्कोप हुन्छ यो भित्र हाम्रो दुईवटा छ है त सी के छ एउटा त लोकल छ त्यहाँदेखि ग्लोबलको यता हेर्नु त विन्डो अब्जेक्ट छ है त म यहाँ ए बनाइदिन्छु अहिले है सी यहाँ हाम्रो यसरी छ है कन्ट्रोल सी कन्ट्रोल पी गरिदिए यसलाई नै अब यो हाम्रो विन्डो है त विन्डो अब्जेक्ट त्यहाँदेखि अझ छ यहाँ हाम्रो के स्क्रिप्ट स्कोप दिए है त एन्ड यिनीहरूलाई हैन म अलिकति ओके ठुलो पारिदिन्छु है सी अब यो विन्डो अब्जेक्ट भित्र के आउँछ त यो विन्डो अब्जेक्ट भित्र के आउँछ भने नि गाइस एज आउँछ सम आउँछ है त एन्ड यिनीहरूलाई हामी एक्सेस गर्न सक्छौं है त सी म अहिलेलाई यो डिबगरलाई कमेन्ट गर्दै है त सी म सेभ गर्छु हैन त्यहाँदेखि म यता आउँछु यसलाई कट गरेर रिलोड गर्छु है त सी विन्डोमा आयो भने विन्डोमा भनिसक्यो गाइस सरी कन्सोलमा है कन्सोलमा आउने बित्तिकै सी यो हाम्रो रन भयो हैन त म अहिलेलाई यसलाई कमेन्ट गरिदिन्छु त्यहाँदेखि सी प्रोग्राम इन्डेड आइराछ है त यहाँ हेरौँ है मैले यहाँ सम गर्यो भने सी हामी कल गर्न सकिरहेछौँ है सी त्यहाँदेखि मैले एजलाई हेर्यो भने एज पनि आउँछ युजर रोललाई हेर्यो भने युजर रोल पनि आउँछ युजर नेमलाई हेर्यो भने युजर नेम पनि आइराछ सी त यो स्क्रिप्ट भन्ने पनि हैन एक किसिमको ग्लोबल यो के स्कोपमै बस्छ है त बट अब यो पनि ग्लोबल स्कोपमै बस्छ हैन एन्ड विन्डो पनि ग्लोबल नै हो भने त यो दुईवटामा डिफरेन्स के छ त के छ भने नि गाइस है जति पनि हामी यो लेट र कन्स्ट युज गरेर भेरिएबल फंक्सन्सहरु डिफाइन गर्छौं नि तिनीहरुलाई हामी हैन विन्डो डट भनेर एक्सेस गर्न सक्दैनौं है सी यो यहाँ एज छ नि त हैन एज हाम्रो हैन अहिले म डिबगर लगाएर हेर्दिन्छु हामीले हेरेको थियौं है सी एज कहाँ आइराछ यो ग्लोबल भित्र आइराछ नि त एन्ड यो युजर नेम र युजर रोल त स्क्रिप्ट स्कोप भित्र आइराछ नि त सी एज एन्ड त्यसैगरी हाम्रो यो सम भन्ने फंक्सन पनि यहाँ थियो नि त हैन सी सम भन्ने आइराछ नि त हैन कहाँ आइराछ त ग्लोबल स्कोपमा आइराछ है त विन्डो स्कोपमा त यिनीहरुलाई हामी हैन विन्डो डट गरेर एक्सेस गर्न सक्छौं है त कमेन्ट गरिदिए डिबगरलाई कट गरेर रिलोड गरे है त सी अब मैले विन्डो हैन विन्डो डट सम गर्यो भने यसरी सी 20 आइराछ विन्डो डट हैन विन्डो डट एज गर्यो भने 25 आइराछ बट हामीले विन्डो हैन विन्डो डट युजर नेम गर्यौं भने यो हुँदैन है त अनडिफाइन्ड आउँछ किनभने यो विन्डो अब्जेक्टमा यो युजर नेम भन्ने छैन है त एन्ड हामी कुनै पनि अब्जेक्टलाई हैन त्यसमा भएको प्रोपर्टी एक्सेस गर्नु खोज्यौं भने त्यसले अनडिफाइन्ड नै दिन्छ है त सी विन्डोलाई यसरी हेर्ने हो भने सी है त यो एउटा अब्जेक्ट नै हो यो भित्र एज छ है हाम्रो जति पनि भेरिएबल्सहरु डिफाइन गरेको छौं नि लाइक भ्यार युज गरेर एन्ड फंक्सन बनाएको छौं नि यो फंक्सन कीवर्ड युज गरेर मैले यहाँ अझै एउटा फंक्सन बनाइदिए है त सी कन्ट्रोल सी गरे हैन कन्ट्रोल भी गरे यहाँ म जस्ट ए भनेर दिए है त अब ए भन्ने फंक्सन पनि हाम्रो यो ग्लोबल स्कोपमै आउँछ है त डिबगर लगाएर जस्ट म तपाईहरुलाई हेराइदिन्छु है त यहाँ हेरमै गेट्सी यहाँ हाम्रो हैन ए यहाँ आउँछ है त सी ए भन्ने यहाँ के छ फंक्सन छ नि सी है त यो हाम्रो सबै यो कहाँ आउँछ त गाइस ग्लोबल स्कोप भित्र आउँछ है त विन्डो अब्जेक्ट भित्र त म अहिलेलाई कट गर्दै यसरी सी ओके डिबगर अलरेडी यहाँ मैले लागिसकेको छ सेभ गरे सी त अब यहाँ के हुन्छ भने नि गाइस सी मैले अनडिफाइन्ड केस हेराइन है त यहाँ हाम्रो के आउँछ एज हैन एज आउँछ 25 त्यहाँदेखि यसलाई यसरी म अलिकति ओके के भइराछ बढाइदिन्छु है त एज हाम्रो यो 25 हो
हैन एज छ 25 एन्ड यो फंक्सन पनि आउँछ हाम्रो है त हेरिम नै हामीले हैन त यहाँ यसरी सम भनेर आउँछ है त म यसलाई पनि यसरी गर्दिन्छु है त ठुलो अनि यहाँ लेख्दिन्छु त अब स्क्रिप्ट भित्र जति पनि लेट र कन्स्टहरु छ त्यो सबै हाम्रो के आउँछ स्क्रिप्ट स्कोप भित्र आउँछ है त मैले यहाँ यसरी लेख्दिए एन्ड यसलाई पनि अलिक ठुलो बनाइदिए है त त्यसैगरी हाम्रो यो युजर रोल पनि यही आउँछ यसरी है त सी अब मैले हैन यता आएर यहाँ कन्सोलमा युजर नेम गरे भने यो आउँछ है गाइस सी युजर रोल पनि गरे भने यो पनि आउँछ सी त यो एउटा ग्लोबल भेरिएबल नै हो है त बट यिनीहरु हामी लेट कन्स्टहरु युज गरेर डिक्लेयर गरेको छौं है त एन्ड यिनीहरुलाई हामी विन्डो डट गरेर एक्सेस गर्न सक्दैनौं है त हामीले हेरिम नै है जस्तै मैले विन्डो डट युजर नेम गरे भने सी अनडिफाइन आइराछ विन्डो डट हैन विन्डो डट सी है अब यहाँ हामीले जे पनि हाल्दियौं भने अनडिफाइन आइराछ नि त किनभने यो प्रोपर्टी नै छैन है त यो विन्डो अब्जेक्टमा जस्तै मैले हैन कन्स्ट हैन कन्स्ट ओबीजे बनाए है ओबीजे ब्ल्याङ्क अब्जेक्ट बनाए अब मैले ओबीजे हैन ओबीजे डट नेम गर्नु खोजे भने अनडिफाइन आइराछ किनभने यो नेम भन्ने प्रोपर्टी हाम्रो अब्जेक्टमा छैन है त यही हो है गाइस सी एन्ड अब मैले हैन यहाँ यसरी console dot log हैन युजर नेम गरे भने हामी यहाँ यसरी एक्सेस गर्न सकिराछौं किनभने यो युजर नेम हाम्रो ग्लोबल लेभलमा डिफाइन छ नि त हामी यो युजर नेमलाई हैन जहाँसुकै पनि एक्सेस गर्न सक्छौं है त बट यहाँ हेर्नु है यो ए र बी छ नि ए र बी त यो फंक्सन भित्र छ है त हामी यसलाई बाहिर एक्सेस गर्न सक्दैनौं एन्ड यो जति पनि छन् यो भेरिएबलहरु यो सबै ग्लोबल स्कोपमा छ है त एन्ड यो जुन छ नि सम भन्ने यो भनेको लोकल स्कोपमा छ है त सी म यहाँ डिबगर ल्याइदिन्छु सेभ गरे अब यता आयो भने सी है यहाँ माथि आमै सी अहिले यहाँ हेर्नु है गाइस सी स्क्रिप्ट छ स्क्रिप्ट भित्र के छ हाम्रो युजर नेम युजर रोल छ अब मैले यसलाई ओके मैले यहाँ समलाई कल गरेको छैन है गाइस त म यहाँ समलाई पनि कल गरिहाल्छु ओके यो समलाई पनि म कल गरिहाल्छु त्यहाँदेखि म यसलाई यसरी एन्ड रिलोड गर्छु है त सी अब मैले यसलाई एक्जिक्युट गरे भने यो सिधै यहाँ आउँछ सी यहाँ आयो है अब मैले यो फंक्सनलाई एक्जिक्युट गरे भने त यो भित्र जान्छ एन्ड यसले आफ्नै एउटा लोकल स्कोप बनाउँछ है त एन्ड त्यो लोकल स्कोप भित्र यो ए आउँछ बी आउँछ है त सी यो स्क्रिप्ट छ है सी स्क्रिप्ट छ एन्ड हाम्रो ग्लोबल छ है त म अहिलेलाई यसलाई यसरी कोल्याप्स गर्दै अब म एक्जिक्युट गर्छु है सी गाइस लोकल स्कोप बनाए है सी लोकल छ स्क्रिप्ट छ त्यहाँदेखि ग्लोबल छ एन्ड यो हाम्रो सम भन्ने कल स्ट्याकमा पनि आयो है त एन्ड यो ए र बी सी आइराछ नि त गाइस लोकल स्कोपमा त यहाँ के भयो यहाँ अर्को एउटा हाम्रो बन्यो है त यसरी त अहिलेलाई म यसलाई यसरी ठुलो पार्दिन्छु है त यसरी यो हाम्रो जति पनि फंक्सनहरु छ नि गाइस है त्यो सबै एउटा लोकल स्कोप बनाउँछ है त सी त यो के छ हाम्रो लोकल स्कोप कसको हो त समको है त समको एन्ड यहाँ हाम्रो के छ एउटा छ हाम्रो दिस अब यो दिस म आउने भिडियोजमा भन्छु है त दिसले डाइरेक्ट विन्डोलाई टार्गेट गरिरहेछ एन्ड यो टाइम टु टाइम चेन्ज हुन्छ है त दिसले घरि अर्केलाई टार्गेट गर्छ घरि अर्केलाई टार्गेट गर्छ है त यहाँ हाम्रो के छ ए छ 10 छ है बी छ बी पनि 10 छ सी त यसरी हाम्रो यो लोकल स्कोप भित्र बस्छ है त एन्ड यो ए र बी हामी हैन ए र बी छन् यो जुन यो ए र बी लाई हामीले यो फंक्सन भन्दा बाहिर
एक्सेस गर्न सक्दैनौँ है त। किनभने यो लोकल स्कोपमा छ है त। बुझ्नु है तपाईहरु, मैले जुन कुराहरु भनिरहेको छु नि गाइज, बुझ्नु है तपाईहरु। एन्ड यसले तपाईहरुलाई एकदमै हेल्प गर्छ है गाइज। प्रोग्राम डिबग गर्नुमा लाइक कतै एरर आयो भने हैन, तपाईहरुलाई डिबग गर्नुमा एकदमै हेल्प गर्छ है त। एन्ड इन्टरभ्यु पोइन्ट अफ भ्यूले पनि है, जब तपाईहरुले इन्टरभ्यु दिन जानुहुन्छ नि तपाईहरु, त यो सोध्छ नै सोध्छ है त। सो अब म के बुझेर थिएँ गाइज, यो हाम्रो लोकल स्कोप भन्छ है त फंक्सनको। सी यहाँ हामीले हेर्यौं। अब म यसलाई एक्जिक्युट गर्दै जान्छु है गाइज। यहाँ आयो 10, बी 10 आयो, एन्ड यो सी अब यहाँ हाम्रो के आयो, लास्ट लाइनमा आयो। अनि रिटर्न भ्यालु भनिरहेछ। रिटर्न भ्यालु यो फंक्सनको रिटर्न भ्यालु के हो त, त्यो हो है त। अब मैले यसलाई एक्जिक्युट गरिदिएँ भने यो हाम्रो लोकल स्कोप डिस्ट्रोय हुन्छ है त, जान्छ है त। सी अब मैले यसलाई एक्जिक्युट गरेँ। सी हाम्रो यो लोकल हट्यो है गाइज, लोकल स्कोपै हट्यो। अनि यहाँ कल स्ट्याकबाट पनि गयो है त सम, यहाँबाट है। सी त यही हो है गाइज स्कोप। एउटा छ ग्लोबल स्कोप, अर्को छ स्क्रिप्ट पनि एक किसिमको ग्लोबल नै हो है गाइज। अर्को छ लोकल स्कोप। लोकल स्कोप के हो भने नि गाइज, फंक्सन लेभलको हो है त। अब मैले यहाँ हैन लेट हैन युजर नेम इज इक्वल टु नेक्स्ट लेभल कोड्स राख्यो भने, एन्ड मैले यहाँ युजर नेम कन्सोल डट लग गरेको छ। अब यो केसमा के आउँछ त, सी ओके, यहाँ यो भेरिएबल म यसरी सेम नै राख्दिन्छु है। सेम अब यो केसमा के आउँछ त, युजर नेम, एन्ड मैले यसलाई नै कन्सोल लग गरेँ, एन्ड यहाँ बाहिर गरेँ भने यहाँ के आउँछ एन्ड यहाँ के आउँछ, तपाईहरु कमेन्ट गरौँ है गाइज। यहाँ हाम्रो नेक्स्ट लेभल कोड्स आउँछ। किनभने यो युजर नेम हैन, यो फंक्सनको लोकल स्कोपमा छ है। कहाँ छ त, यहाँ छ। एन्ड यहाँ हाम्रो यो ग्लोबल लेभलमा भएको आउँछ है त, सतीश भन्ने आउँछ है। सी मैले यो डिबगर हटाइदिएँ भने, सेभ गरेँ भने, कन्सोलमा आयो भने सी कट गरेँ, रिलोड गरेँ, सी सतीश आयो। त्यहाँदेखि यो नेक्स्ट लेभल कोड्स, त्यहाँदेखि प्रोग्राम इन्डेड है त। अब यो सतीश कहाँ आयो, सुरुमा यहाँबाट आयो। त्यहाँदेखि हाम्रो यो सम फंक्सन कल भयो। सम फंक्सनमा के आयो, यो यहाँ आयो है त। सम फंक्सन यो रन भयो कोड है। त युजर नेममा के आयो, हाम्रो नेक्स्ट लेभल कोड्स भन्ने आयो है त। यही हो है गाइज लोकल स्कोप एन्ड ग्लोबल स्कोप है त। आई होप कि तपाईहरुले बुझ्नुभयो होला है गाइज। एन्ड यो जति पनि फंक्सनहरु छ नि गाइज, फंक्सनहरु यो है त, यिनीहरु लोकल स्कोप क्रिएट गर्छ है त। जस्तै मैले यहाँ हैन कन्स्ट हैन कन्स्ट सबट्र्याक्ट भनेर यसरी फंक्सन बनायो भने फंक्सन है ओके के भइरहेछ गाइज फंक्सन। एन्ड मैले यहाँ नाम पनि दिँदा हुन्छ, नपनि दिँदा हुन्छ है त। यसरी मैले हैन कन्स्ट a इज इक्वल टु 20, कन्स्ट b इज इक्वल टु 30 दिए। अब यो सबट्र्याक्ट फंक्सन पनि हाम्रो स्क्रिप्ट स्कोपमा जान्छ है त। सी है म यहाँ रिलोड गर्छु हैन। यहाँ आयो के छ सुरुमा, सतीश। एन्ड यो कहाँबाट आइरहेछ गाइज, सुरुमा त्यो आयो है यहाँ ग्लोबलबाट, ठीक छ। त्यहाँदेखि मैले यो समलाई कल गरेको छ। त्यहाँदेखि सममा के आउँछ, a + b 20। त्यहाँदेखि कन्सोल डट लग युजर नेम के छ, युजर नेम के छ त, लोकल स्कोपमा छ युजर नेम। त नेक्स्ट लेभल कोड्स, त्यहाँदेखि यो हाम्रो प्रोग्राम इन्डेड आयो है त। अब म यहाँ डिबगर लगाइदिन्छु है, यहाँ ल्याइदिन्छु, यहाँ म ल्याइदिन्छु, सेभ गरेँ। एन्ड सी यहाँ हेर्नु स्क्रिप्ट स्कोपमा के आयो, सबट्र्याक्ट पनि आयो गाइज। सी एन्ड यो केबाट डिफाइन भएको छ त, डिक्लेयर गरेको छौँ हामीले, कन्स्ट युज गरेर हामीले यो बनाएको छौँ। सी है त यही हो गाइज है। यो हामीले जति पनि लेट कन्स्ट युज गरेर डिक्लेयर गर्छौँ, डिफाइन गर्छौँ नि भेरिएबल फंक्सन्सहरु, त्यो सबै हाम्रो स्क्रिप्ट स्कोपमा जान्छ। एन्ड भ्यार युज गरेपछि एन्ड यो यसरी फंक्सन युज गरेपछि यो सबै हाम्रो ग्लोबल स्कोपमा जान्छ है त। एन्ड यहाँ तपाईहरुले हेरिहाल्नुभयो है। सी यो विन्डोमा के छ त, हाम्रो विन्डो अब्जेक्टमा ग्लोबलमा के छ, एज छ, त्यहाँदेखि यो फंक्सन सम भन्ने छ, त्यहाँदेखि यो कन्स्ट युज भएर बनेको छ। त यो हाम्रो स्क्रिप्ट स्कोपमा आउँछ है त।
यही हो गाइस है स्कोप। आई होप कि तपाईहरुले बुझ्नुभयो है। तपाईहरु के बुझ्नु भने नि हामीले जति पनि यो भेरिएबल यसरी बाहिर डिक्लेयर गरेको छौं नि डिफाइन गरेको छौं त्यो सबैको ग्लोबल स्कोप हुन्छ है त। चाहे लेट युज गर्नु भ्यार युज गर्नु हामी यहाँ यसरी एक्सेस गर्न सक्छौं है त। सी मैले अब यसरी ओके यहाँ मैले अलरेडी यसरी यो छ नि त डिफाइन गरेको हैन यसरी मैले यहाँ सेभ गरे है त। सी अब म हैन ग्लोबली यहाँ हेर्नु सबट्र्याक्ट पनि एक्सेस गर्न सक्छु सम पनि एक्सेस गर्न सक्छु युजर नेम युजर रोल पनि एक्सेस गर्न सक्छु है त। सी मैले यहाँ हैन युजर रोल देखायो भने सी युजर आइराछ सबट्र्याक्ट देखायो भने सी फंक्सनको यहाँ डेफिनेसन नै आइराछ है त। म यहाँ ओके यसरी छ यहाँ console.log हैन b - a गर्न सक्छु यसरी है त। अब म यहाँ सबट्र्याक्ट गर्दिए भने सी 10 आइराछ है। अब मैले यहाँ सम गर्दिए भने सी 20 आइराछ एन्ड त्यहाँदेखि युजर नेममा नेक्स्ट लेभल कोड्स भनेर यो आइराछ है। अब मैले यहाँ हैन यहाँ पनि युजर नेम हैन यो जस्तै यहाँ राखे भने हैन युजर नेम यसरी हैन गाइस console.log हैन यहाँ युजर नेम राखे भने अब यहाँ के प्रिन्ट हुन्छ गाइस यहाँ हाम्रो सतीश भन्ने प्रिन्ट हुन्छ किनभने यहाँ यसको लोकल स्कोपमा हैन युजर नेम भन्ने छैन है त। कहाँ छ त हाम्रो सिधै यहाँ ग्लोबलमा छ है त। अब म यहाँ सबट्र्याक्टलाई हैन सबट्र्याक्टलाई यसरी कल गरे भने सी युजर नेममा के आइराछ गाइस सतीश आइराछ है त। त आई होप कि तपाईहरुले यो स्कोप बुझ्नु भयो होला है गाइस। एन्ड म फेरि रिपिट गरिरहेको छु गाइस तपाईहरु बुझ्नु होला है। सो अब हामीले यहाँ भ्यार युज गरेर गरेको छौं भाइ हैन बट मैले यो सबट्र्याक्टलाई हैन सी मैले यहाँ डिबगरलाई दिए सेभ गरे। अब मैले यो सबट्र्याक्टलाई यसरी एक्सेस गर्नु खोजे भने हुँदैन है त। सी के एरर देखाइरहेछ अनकाउन्ट रेफरेन्स एरर क्यान नट एक्सेस सबट्र्याक्ट बिफोर इनिशियलाइजेसन किनभने हामीले यो फंक्सनलाई कन्स्ट युज गरेर डिक्लेयर गरेको छौं है त। त यो एउटा जोनमा जान्छ त्यो कुन जोन हो टेम्पोरल डेड जोन है त। त्यही लागि हामी यसलाई एक्सेस गर्न सकिरहेको छैनौं बट समलाई एक्सेस गर्न सक्छौं है। सममा अनडिफाइन्ड आएको छैन गाइस है। अलरेडी यहाँ हाम्रो सम रन भइसकेको छ त। ओके म अलिकति यसरी कट गरे त्यहाँदेखि रिलोड गरे है त। अब यहाँ सममा हेरौं न त सी है यहाँ हेरौं सी एजमा आइराछ 25 हैन यहाँ सममा हेर्ने हो भने हाम्रो पुरै कोड छ नि फंक्सन डेफिनेसन नै गइहाल्छ गाइस। सी यहाँ हेर्ने हो भने सम सी ओके स्टप छ हैन सम सी सममा हाम्रो के छ पुरै फंक्सन डेफिनेसन नै गइसकेको छ है त। त्यही लागि हामी यहाँ यसरी एक्सेस गर्न सकिरहेछौं है त्यसलाई सी त यो हो है गाइस। बट हामी यो सबट्र्याक्टलाई एक्सेस गर्न सकिरहेको छैनौं किनभने यो टेम्पोरल डेड जोनमा गएको छ है त। अनि हामीले यो छ नि है डिबगर त्यहाँ लाएको छौं त हाम्रो यो अलरेडी आइसकेको छ है। त यो हो गाइस है स्कोप यति बुझ्नु हैन यो फंक्सन भित्र जति पनि भेरिएबल्सहरु छ नि त्यसलाई हामी बाहिर एक्सेस गर्न सक्दैनौं है त। यहाँ यसरी console.log a गर्न सक्दिनौं है त। जस्तै मैले यहाँ हैन let x = 0 लेखिदिए हैन। अब म यसलाई यसरी x यसरी एक्सेस गर्न सक्दिन है त। सी आइराछ नि त एरर हेर्नुभयो ओके यो सबट्र्याक्ट के आइराछ गाइस है। मैले यो डिबगर हटाइदिन्छु सी डिबगर हटाइदिन्छु सेभ गर्छु त्यहाँदेखि कन्सोलमा आउँछु सी है सी के आइराछ x इज नट डिफाइन्ड बट यो x कहाँ छ त हाम्रो सबट्र्याक्ट भित्र छ है त। त यो यहाँसम्म मात्र अवेलेबल हुन्छ है त यो भन्दा बाहिर हुँदैन। एन्ड यहाँ जति पनि छ नि हाम्रो यो युजर नेम a b छ नि त यिनीहरु पनि यो सम फंक्सन भित्र मात्र हुन्छ यो भन्दा बाहिर हुँदैन है त। इफ यहाँ युजर नेम छैन भने हैन त यो सुरुमा यहाँ खोज्छ है लोकलमा खोज्छ छैन भने ग्लोबलमा खोज्छ है त। ग्लोबलमा छ त ग्लोबलको यहाँ आउँछ है त। म कन्ट्रोल Z गर्दिन्छु। आई होप कि तपाईहरुले यो स्कोप बुझ्नु भयो होला है। यहाँ पनि मैले यसरी बनाइदिएको छ गाइस है। आई होप कि तपाईहरुले बुझ्नु भयो होला है त। म दुई चोटी रिपिट गरिसके एन्ड तपाईहरुको केही डाउट छ भने कमेन्ट गर्नु होला। आजलाई यो भिडियोमा यति नै। अब अरु हामी नेक्स्ट भिडियोमा हेर्नु पर्छ। तबसम्मको लागि बाइ बाइ एन्ड टेक केयर।